के हो होइन होइन हाम्रै कसैको झरे कि चुप्ताङ 30 को रहेछ लगे नि हुन्छ यो त नयाँ छ ल कसको लोसन झरेछ फालेको त पक्कै होइन होला स्योर झरे होला यो राखिदिउँ ढोका लगाइदेऊ न ब्याट्री धेरै छैन अब दादालाई सुसु आएर हामी एकछिन रोकिरहेका छौँ हाम्रो गाई आमा बवाल बवाल बाटोको मध्ये एउटा अर्को बवाल बाटो कस्तो दामीको down, 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 go up, 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 up to the sky. 2500 meters ma we're playing football today. Boli 24 ki kati cha. Bucket list. Tick. Big tick. Still in our way. Yo, Jharna, Jharna, Jharna. Land of infinite waterfalls. यस्तो मजा आइरहेछ यार यस्तो मजा आइरहेछ कि ब्याट्री सकिरहेछ मेमोरी कार्ड फुल भइरहेछ अब यो पनि अफ हुन्छ 10 सेकेन्डमा अटोमेटिक यहाँ चाहिँ यस्तो ठाउँ ठाउँमा चेकपोस्ट हुन्छ चेकपोस्टमा यदि गाडीमा आउनु भएको छ भने यसरी छिट्टै रेजिस्टर गराउनु पर्दो रहेछ हाम्रो गाडीहरू पछाडि छ अनिल दादा ओर्ली हाल्छिन्छ अनिल दादा पनि क्यामेरा पुग्छ तर खिचिन अनिल दादा अनिल दादा ओर्लिदिइ हाल्छिन्छ लड्गो हिजो उ गराइछ मसाज मेन खेलाडी हाम्रो घर त बनाउनु पर्ने हो आमामा त्यो माथिको मजिस्टिक भन्यो भने छु म अफ हुन्छ मजिस्टिक भन्यो भने अफ होस् ल भित्र भेटाउँ वाउ झर्ना नम्बर 10910 कस्तो दामी यार कति माथि आइसक्यो Beautiful. Just wow. Good भइरहेछ भाइ उता हामी उता देयर भन्नुहुन्छ दाइले बेला अलमोस्ट न्यू looks like football absolutely पुग्यौ तिमाङ So we are at Timang. Jag ska bjuda er att I'm so speechless right now. हाम्रो बाटोमा वाउ वाउ भन्ने लेखेको छैन Wow, भन्ने पुग्दैन के है लाइक बेटा अन्ना उ त्यो मान्छे त अनिल गुरुङ जस्तो छ नि अनिल गुरुङै हो कि क्या हो ब्रेकफास्ट खाइयो अब हल्का मिनी माइक्रो हाइक गरेर हामी आएका छौँ ग्राउन्डतिर भोलिको हिँड्ने चाहना रह्यो
मैले जति खिचे नि हुन्छ हेलो गुड मर्निङ दिदी हेलो हेलो I've come so prepared. दामी नै लाग्यो मलाई चाहिँ। I've come so prepared. यस मैले त बाटोमा पनि भेटेँ म ब्लर हानिहाल्छु नि म त स्पोन्सर गरेको छैन भने त उसले नै कति माया हो एउटा गोराले झाले फेरि एउटा गोराले ग्राउन्ड त्यो फुल अन चार्जमा छ यही मेरो गोप्रो बिकज हिजो राति चार्ज गर्न पाएन भाइले गोप्रो लगाएको थियो खोल्नै आएन अरे उसलाई लास्ट टाइममा मैले खोलेर मेमोरी कार्ड दिनु पऱ्यो हियर इज आवर गिम्बल डन यो प्रोडक्सन काम गरेपछि यसले सिकिँदो रहेछ हेर्ने सरले टक्कै गरेको छ नि हिरोको एन्ट्री लास्टमा हुन्छ भन्दै भने रहेछ ह्यान्ड ट्रान्जिसन आजकल एकदम अहिले विशाल गौतमले गर्दै हाहा गर्थ्यो नि खुब चलाएको थियो त्यसपछि हो इन द ल्याप अफ हिमालयास आहा पुरै स्वागत रहेछ त हाम्रो लागि जाने त भन्यो नमस्ते नमस्ते वाह हाम्रो गीतै बजिरहेको वाउ नमस्ते 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 हान न यहाँ पेटा हान न वाह के हो अन्त नमस्ते अब कति सानो हो नमस्ते हेलो हेलो नमस्ते 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 थ्याङ्क यू वाउ नमस्ते 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 भाइ आसमाजी नमस्ते 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 थ्याङ्क यू नमस्ते नमस्ते वेलकम छ तपाईँलाई थ्याङ्क यू मेरो भाइ ल खेल्नुपर्छ आज ल तिमीहरूको टिम त कडा छ अरे त ठिकै छ दाइको त अरू हेर्थेँ नि अहिले झन् उसको नि होस्ट गर्नु हुँदो रहेछ है पडकास्ट बक्सिङहरूको के ए अँ नि त मुइथाईहरूको हानिरहेको छु नि मेरो त साथीहरू पनि भिड्न थियो अस्ति त्यो आयुष गुरुङ भन्ने स्ट्रङ्गेस्ट मुइथाईको ए हो मेरो साथीहरू पोखराको नमस्ते के गर्छ जाउँ म गर्छु के गर्ने यस्तो गर्ने शुभकामना हस् धन्यवाद आहा यस्तरी देखाउनु पर्छ क्या यस्तै देखाउनुपर्छ ल धन्यवाद है एकदम शुभकामना है यो चाहिँ के गर्ने ए टिका हो आमाला धन्यवाद दिदी थ्याङ्क यू वाउ दुई तिनवटा लियो हुन्छ यस्तो फुलै फुल भयो कि थ्याङ्क यू हस् थ्याङ्क यू थ्याङ्क यू चिया बिस्कुट पहला दिदी नमस्ते यो यसलाई कानमा हाल्ने क्या ल दिदी ल यता कलाएर चस्मा है ल भाग्य माने बाबु चिया बिस्कुट थ्याङ्क यू ओ ठस्केले आमा स्याउ खल्तीमै हालिदिनु दिदी ल हालिदिनु तल प्यान्टमा ल यहाँ प्यान्टमा ल आहा गजब ओ दिस इज द ग्राउन्ड
हामी तिमाङमा पुग्यौँ अहिले Yeah, in the football ground. ल क्याप्टन साहबले अहिले हेलिकप्टर उडाउनुहुन्छ है म हेलिकप्टर जुवा चाहिँ कडै हो कि प्लेनको अनिल केसरी शाहजीले टक्करै हो त Yeah, it's not Tucker. It's my own style. I like that. This is our ground. त वाइल्ड गलिसक्यो बिस्कुट सिस्कुट खानु चाहिँ म थचक्कै बस्दिन्छु ल सो स्वागत भयो अब हामी कहाँ छ लाइट ए मेरो फुल झर्ला के गर्छौँ भने यस्तो दामी ठाउँमा फुटबल यार लुक एट दिस गाइस जस्ट लुक एट दिस जिन्दगीमा आफूले वेन यु फलो यु ड्रिम्स दिस ह्यापन्स जिन्दगीमा मनाङ आउने ठुलो रहर थियो मनाङ आइयो र मनाङमा फुटबल खेल्न आएछु म बवाल हान्ने मेरो उम्रोको बुट हेर्नु न तपाईँहरू ओरिजिनल बुट छ मेरो यस्तो दामी छ मैले कति वर्षपछि बुट किनेको सो यस लेट्स गो गेट रेडी अनिलहरूले पुरा मलाई फनी ट्याक्टिक्सहरू दिएको छ हिजो लेट्स सी के हुन्छ अब हामी बिस्तारै यहाँ रमाइलो गर्छौँ देन वी विल गो फर द म्याच भाइको नाम के मेरो क्षितिज गुरुङ क्षितिज गुरुङ हजुर मनाङ जिल्लाको टेबल टेनिस सङ्घको अध्यक्ष अध्यक्ष हजुर कडा रहेछ त अहिले प्लेयर पनि हुनुभयो साथै अब अध्यक्ष राखिदिनु भएको ठिक हो नि खेलाडी पनि किन के ब्याङ्क छ नि ब्याङ्क पनि साथी पनि भनेको छ हेलो लिटल म्यान हेलो आज हामी दुईजनाले गीत गाउँछ मेरो बहिनी हो साकी ल छैन हाम्रो गाउँ ठाउँको बहिनी ल के हुँदैछ यहाँ जर्सी 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 पाउन दाइले कुन चाहिँ लाग्छ दाइ लार्ज लार्ज चड्डी पनि छ मोजा 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 यहाँ कुन कलर यही कलर मोजा देऊ न मलाई एउटा थ्याङ्क यू अब आयो लुगा कस्तो दामी जस्तो ओहो हिमालयन स्नो लेपर्ड ल दादा हामी रेडी हो त अब एकदम रेडी बवाल हान्ने आज बवाल झ्याम कहाँ झ्याम यस्तो रमाइलो भाइ छ यहाँ बच्चा सन्डे खिच्नु न ल कस्तो दामी सर्ट लिन आइदियो क्या म ठ्याक्क आउने साथ 1 2 3 ओ पाइलट साहब ल्यान्डिङ गरिदिएको 1 2 3 टिमाङ ल ल अब यतातिर लागौँ लुगा फेर्न जाऊँ न कस्तो लुगा चेन्ज गर्नु परिसक्यो क्या मलाई खेलिहालौँ न यार हल्का वार्म अप हुँदै यिनीहरू पुरा खेलेर बसिरहेछ त्यही भने चाहियो कि राजेश दाइ कहाँ जानु म दाइ देख्नु भने त आत्तिहाल्छु म हेलो नमस्ते तपाईँको नाम के हो हो तपाईँ कुन स्कुल कति क्लासमा पढ्नुहुन्छ नर्सरी हो यत्रो ठुलो भइसक्यो ल बाई बाई केही पनि पोसिबल छैन तिम्रो मेरो भिडियो खिचौँ न यता हेर त हेलो भन्नु न हेलो अञ्जन दाई भन्नु अञ्जन दाई भन्नु फुटबलर हो नि नेपालको तपाईँले कति गोल हान्यो भनेर सोध न अञ्जन दाई बोलायो तपाईले कति गोल हान्यो फेरि सोध ओके भन्यो न बेस्ट अफ लक दादा भन्यो न बेस्ट अफ लक भन्यो न टेक्स्ट अफ लक चेन्ज गर्न जानु पर्यो भनेको उता 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 ए उतै हो चेन्ज कसलाई ताल मात्रै छिर्नु हो त ल कुमा ताल गाउँमा ताल छिरेर आएको रमाइलो भयो राति त राम्रो थियो यार चिल थियो राति थाकेको थियो धेरै केही गर्न पाएन सुतिहालेको यो चाहिँ हाम्रो नेपालको खै हाइएस्ट अल्टिट्युडमा भएको ग्राउन्ड भन्छ के अरे है त्यही हो तालको होइन नि यो माथि पनि छ अरे त होइन अहिले बना तर यो होला यो होला
ठिक्कको त्यो 9 चाहिँ 11 नै साइज हो 11 नै यसमा यो डल्लो डल्लो घाँस निकाल्दै हुन्थ्यो नि बरु डल्लो रोप्दैछ अहिले हामीले तल ठाउँतिरबाट ल्याए अनि त्यो हुन्छ नि त अनि रोप्ने घाँसहरू ल्याएर हालिदिएको चाहिँ छ बिचमा अब त्यही फैलिन्छ भन्ने चाहिँ हाम्रो एउटा बुझ्दैछ है तलको मान्छेलाई खेल्न हामीलाई खेल्न कति गाह्रो होला गाह्रो चाहिँ गाह्रो हुन्छ हो तलबाट अब तल अक्सिजन लोमा अब यहाँको हाई अल्टिट्युडमा अलि ब्रिदिङमा प्रब्लम हुन्छ रिङटा लाग्छ अरे रिङबाट अलि जस स्ट्यामिनामा अलिक तल र माथिको फरक पर्छ कि भयो यार त खासमा मेसी जस्तै खेल्ने हो क्या दाजु भाइ तर यहाँ चाहिँ मेरो अब अलिकति त्यस्तै खेला आयो भने माइन्ड नगर्नु होला दौडेर कमेन्ट्री गर्नु गइदिन्छु म त्यसपछि दाइको तर कमेन्ट्री मिठो लाग्छ यार मलाई सबले साँच्चै ढाँटे त होइन नि क्यामेरा भएर ढाँटे दाइ मलाई साँच्चै ढाँटे मैले धेरै हेरेँ नि तपाईँको अनि कहाँ प्याराडाइममा नि हेरिरहेको थिएँ तपाईँ अनि त्यो उस ताग्लो दाइ के अरे विनय दाइ अनि तपाईँहरू ग्रुपै त्यस्तै नि कुइँ त ताक्लु रे है चिज दामी लाग्थ्यो अनि त्यही माथि तपाईँले अब होस्टहरू गरेर राख्नु भएको थियो नि हाम्रो टिम रूपकको हो कि मेरो दाइहरू चाहिँ साथीहरू रूपक त मेरो एकदम गुड ब्रदर मेरो नि गुड ब्रदर दाइहरू अब हामी पहिला एउटै हलमा हो नि त हामी टिटीको र टेबल टेनिस र मुइथा एउटै हलमा छ कि हाम्रो पोखरामा ए अनि म त आछु त त्यहाँ अनि तिम्रो त्यहाँ म नेसनल फुटसल लिगको लागि 25 दिन आहार 4वटा गरिसकेँ पोखरा प्रिमियर लिग गरिसकेँ म त मेरो त पोखरासम्म त अभिन्न त्यो के भन्छ जुट्टो पोखरा त मेरो सेकेन्ड होमै पोखरा हो मेरो म नि अहिले गण्डकीको टेबल टेनिसको सदस्यमा नि राखिदिनु चाहिँ भएको बस्नुपर्छ तिमीहरू जस्तो यङ मान्छेले चेन्ज ल्याउने हो कि अब तिमीहरूलाई सपोर्ट गर्न सजिलो पनि हामीले यहाँबाट होइन अहिले भेटौँ बनाउनुहुन्छ भने दाइले भ्लग नि सुरु गरिदिएको मैले दामी कुरा भेटेँ हाम्रो मनाङ जिल्लाको फुटबल सङ्घ ल माइक राखेको छ नि त एकछिन बसिदिन्छु कमेन्ट्रीमा अखिल नेपाल फुटबल सङ्घ जिल्ला खेलकुद विकास समिति तिमाङ मनाङ वा कडा रहेछ त चेन्जिङ कता हो केटाकेटी एउटै हो क्या रेडी हुँदैछौँ टक्क जर्सी इज हियर अब मेरो बुट अनबक्सिङ गर्छु दिस इज माई उम्रोको स्पेसल साइज बल्ल मगाएर मैले उम्रोबाट इट्स अभाइलेबल इन भाटपटिनीको एनी स्टोर्स उम्रोको अफिसियल ओरिजिनल नट जस्ट बुट्स बट अरू कुरा पनि छ सो यु क्यान बाई फ्रम देयर त्यो लाएर खेल्ने हो चुट्टै यहाँ राख्नु दुइटा सेतो गट्टीवाला जुत्ता लाग्यो कति बस्यो भने भन्दै एसियन गार्ड चाहिँ माग्नु यो के चाहियो छ मेरो ए ल हुन्छ ठिक छ सुरुमै बाङ्गेर खेल्नु नै गाइदियो क्या टिपिङ गरियो अब सेक्सी जुत्ता लाउने हाम्रो अपोजिसनलाई चाहिँ अलि रफ खेल्न नदिनु ल अरूलाई जस्तै आवाजलाई चाहिँ नछोड भन्ने के भएर हजुर अरूलाई चाहिँ छोड्दै आवाजलाई चाहिँ नछोड भन्ने यसले धेरै गफ गरेर हल्ला गर्यो कमेन्ट्रीबाट त्यसलाई मनाङमै शीतल पार्नुपर्छ भनेको क्या मेरो बारेमा त यसो नराम्रो भनेको छैन म केही गर्छु ठिक छ हामी तिमी कहाँ थियो मैले कमेन्ट्री गर्दा म त यहाँ तपाईँसित चाहिँ यहाँको उनीहरू भेट्ने भनेको थिएँ कि ए यो कुराहरू गर्ने भन्ने अहिले भेटौँला नि यो लमजुङ स्पोर्ट्स भन्ने च्यानल छ कि ए ओके उहाँहरूले पनि लाइभ गर्दैछ त्यो कारणले चाहिँ ल लिङ्क त सेयर हान्नु पऱ्यो नि त त्यसो भए नै गर्नु पर्यो नि त्यही त आज चाहिँ उहाँहरूले चाहिँ फोनबाट मात्रै गर्छ ए बल घरमा लाइभ हेर्न पाए पुगिहाल्यो नि आमा बाउलाई छोरो मनाङ गएर खेलिरहेछ केटाहरूलाई भने नपत्ते दिइरह्यो भने कहाँ यहाँ त भने म मनाङ गएर के गर्नु गएको मनाङ घुम्नु गयो भने होइन फुटबल भयो भोलिको दिनमा तल गएर एउटा कमेन्ट्री गर्न पाऊँ भन्ने छ क्या साथीको चाहिँ ए भेटौँ न अहिले यसरी नै सुरु गर्ने त हो नि वर्ल्ड कप बिग कमेन्टेटर्सहरू पनि सबै सानो सानो गेम गर्दै आफ्नै जस्ट 10K फलोअर्स बढिसक्यो 11 ए हो दामी हो नि पेस अलरेडी बनिसक्यो भनेपछि त अहिले गर्छ होला नि उसले गर्दैछ मन छिरोला उसँग कमेन्ट्रीमा नभन सरप्राइज गर्ला नि यो टिक्क
कस्तो छ यस्तो यो मोजाले भित्र चिप्लिनु लेट्स गो ग्राउन्डमा Edward जान्छ है लास्टै रमाइलो यार हाम्रो वेलकमको लागि यस्तो दामी गरिरहनु भएको छ कति रमाइलो लास्टबाट आएर है एक हक हानेर आइदिउँ अब खेल्ने हो मैले दाइलाई टेन्सन भइरहेको छ आवाज दौडिन नसक्ला वेदरले गर्दा यो एल्टिट्युडले भने कति गोल हान्छ त के पास दिन्छ यस ओ नाइस स्टाइल अफ ह्यान्डशेक In the high Himalayas, we took the field to far from conservation. Love it. Thank you, Kamal. दामी लाग्यो मलाई. Thank you. ल एक दुई गोल यस्तो है मेरो लागि नमस्कार सर नमस्कार आसमा कसरी हाल्न सिकाएको मैले हिजो भन त यसरी अब हामी त्यहाँ गएर फोन राख्छौँ अब खेल्ने एकछिन खेलेको फुटेज हाल्छु म छुट्टै ब्याट्री अलमोस्ट फुल एक लट खेलेर ल ओए झन्डै सो हाम्रो टिम 2 गोलले अप छ म चाहिँ यहाँ लडेर एकछिन निस्केँ एउटा चान्स आएको थियो एउटामा चाहिँ अन्डा खाएँ कसरी लडेँ बल एक्लै अगाडि लिएर गइरहेको दिस इज आवर टिम डग आउट सो दिस आर डग आउट उतापट्टि अर्को टिमको डग आउट छ अनि इन द ल्याप अफ हिमालयस वे प्लेइङ फुटबल हाम्रो बहिनीहरू थ्रोइङ फर दि अपोजिसन यहाँ भयो म त लेक लगाएर निस्किँदै अब फेरि छिर्छु एकछिनमा रोटेटिङ सप छ बिस्तारै
क्लिन अफ कस्तो तिम्रो कस्तो रमाइलो लागिरहेछ म एकदम आज यस्तो मिठो निर लाग्छ नि पार्टी गरेर सिक्नु पर्थ्यो जस्तो छिर्ने एकछिन दिदी कुन बेला छिर्ने 89.5 minutes. अझ हाफ इन्जुरी एक्स्ट्रा एडेड टाइम 10 मिनट राख्यो टाइम भयो भने त अब त्यो चान्सेस छैन बी एडेड टाइम भयो इन्जुरी टाइम 10 मिनट 15 मिनट थपिदिएर अरे के सिटी बजाउन अगाडि छिटी नै लुकाइदिने कि के बजाउँछ त्यसले पारस दाइ त्यहाँबाट खेल्नु न बल आउँछ त्यहाँ बिचमा हो त्यहीँ खेल्नु त्यहीँबाट खेल्नु हाय मानन Yes, I also do sports podcast. Your channel is Colors of the Game. Colors of the Game. Basically, खेल कारणहरू. So only sports, athletes, coaches, people relating to sports. Half time भएको छ. So कस्तो दाइहाल्छ म गेम सकिरहेको स्थानीय छ कडा खेल्नु भएको छ दाइले आज त्यस हाम्रो भाइले पनि पुरा डिफेन्स हानेछ गुड गोल अनिलले त त्यो बल हान्दै भने उग्रा बल त हैन अनि दुईले चाहिँ के हो मायालुलाई वाह रोनाल्डो जर्सी रहेछ यार आम्मा ब्राजिलियन रोनाल्डो 9 हामी पनि गेटिङ रेडी फर द सेकेन्ड हाफ अझ छिरिन्छ 1-2 गोल हानिन्छ हान्नु पाए त हुन्थ्यो 5 मिस भन्थ्यो एउटा लडेम नराम्ररी गेमतिर लाग्यो म बल आउट हुन देऊ न बाहिर जान देऊ गेम इज ओभर हामीले 3-0 जित्यो एन्ड हियर इज आवर गोल स्कोर त्यत्रो हामी खेल्दा नभएर लास्टमा हजुर नै आउनु पर्यो लास्ट गोल त हार्नै पायो बवाले मजाले 2 गोल ह्याट्रिक गर्न प्लेयर अफ द म्याच पर्ने थियो त्यही भएर हैन मेरो साटो दाइले हान्नु भयो त ल मजा आयो ल सर ल म्याम फाइनली यु डिड इट यस ल यो सरहरुलाई पनि एउटा गेम बाइक छ बल खेल्नु भयो त ल बधाई छ जित्यो 3-0 मजा आयो तिमीसँग एउटा सोध्नु मन लाग्यो अनि यो अब गोल चाहिँ
हाम्रो सबजना अनएक्सपेक्टेड गोलहरू भइरहेको थियो। यहाँ त तनाव भयो त के छ रे दाइ अब के छ रे अब फेरि हेर्फा मनाङसँग कम्पिटिसन हुँदैछ 10 मिनेट हो कि 10 मिनेट 2020 खेल्थ्यौँ न बरु वेल प्ले दाइ ब्रेकिङ न्युज है हाम्रो अझै एउटा गेम छ अरे एन्फा मनाङसँग कहिले अहिले साँच्ची हो भनिरहेछ ऊ त्यहाँ प्रकाश ताइल छ तू हम झुट नहीं बोलते वाह 100 रुपियाँ चढाउ न भाइ चढाउ न मलाई 100 रुपियाँको चढाउ न त्यो कपाल कसले काट्दै खतरा काट्दैछ त Got one more match. Let's go down to the post-match presentation. डाक्टर पारस सिंहलाई ट्रफी प्रदान गरिदिनु हुन हामी अनुरोध मायाको चिनो यो चाहिँ र यो आदान प्रदानको कार्यक्रमले के पनि हामीलाई जनाउँछ देखाउँछ भन्दाखेरि यो सिम्बोलिक हो हामीले मनाङ क्षेत्रमा भएका स्नो लेपर्ड र याक हिमचितुवा र याकलाई चाहिँ हामीले नै हो जोगाउनु पर्ने भन्ने एउटा सहकार्य पनि हो यो चाहिँ किनभने हिमचितुवालाई जोगाउनु भनेको याकलाई जोगाउनु हो र याकलाई जोगाउनु भनेको हामी सबैजनाको गुणस्तर अझ उच्च पार्नु हो हैन सो यो सहकार्यको लागि हामी यहाँ सम्पूर्णलाई धन्यवाद दिँदै यो सिम्बोलिक रूपमा यो प्रदान हामी गर्दैछौँ धेरै धेरै धन्यवाद र त्यसै गरी अब सर्टिफिकेट प्रदानको कार्यक्रम रहेको छ र यो सर्टिफिकेट प्रदान गरिदिनु हुन यहाँका सिडिओ सर सुभाष कुमार लामिछानेज्यूलाई हामी अनुरोध गर्न चाहन्छौँ पेनल्टी सुटर प्र्याक्टिस गरिरहेको छ अलिकति राम्रो तरिकाले हेरिराख्ने स्पाई गर्ने स्पाई र यो सर्टिफिकेट एक्सेप्ट गरिदिनु हुन हामी कान्जिसारा याक टिमका सदस्यहरूलाई यहाँ अगाडि बोलाउन चाहन्छौँ र अहिलेको लागि सर्टिफिकेट प्रदान गर्दै पहिलो हुनुहुन्छ हिरा बहादुर जीसीज्यूलाई हामी अगाडि बोलाएर यो सर्टिफिकेट एक्सेप्ट गरिदिनु हुन अनुरोध गर्दछौँ हाम्रो पाइलट साहब प्रमोट भने क्याप्टेन हुनुहुन्छ है After winning one match and we're playing with Anfa again, and the good thing is that by the national captain Anil Gurung, he promoted me as the captain for the next match. Thank you. Welcome party. Of course, man. Members. के छ त अब तिनीहरू पेनल्टी सुटर ट्राई गरिरहेको पेनल्टी पेनल्टी सुटर मलाई के खेल्नै पुगेको छैन कि खेल न अहिले अब खेल्ने नरेश कुमार सिंहज्यू एकजना त लट ड्राइभ गर्नु हुन्छ कि आज रियालिटी चेक नि भयो कि कस्तो हुँदो रहेछ खेलेर म त क्रिकेट फुटबल खेले हो नि त दाइ पहिला नखेलेको 4-5 महिना भएको थियो यहाँ बोलाइहाल्यो फेरि ट्रेनिङ केही गर्न पाइनँ क्या मैले तिम्रो बडी एक्टिभ नै छैन कि त्यही त त्यही भएर बलसँग क्या फेरि सेकेन्ड हाफमा चाहिँ अलि भयो हामीले बल केही नगरे नि त्यतिकै टच मात्रै गरिराख्यो नि तिमीलाई फिल भइरहेको छ कि फेरि बल हानिरहेको म बल आए चाहिँ टाउ उठाएर हेर्नै सकिनँ त्यहाँ प्रब्लम थियो त्यही भएर त आफै हाने नि यहाँको लोकल छैन यतै घर के नाम भन्नु सन्दीप सिंह महर्ज सरको नाम मेरो सुमित पाण्डे यो शान्ति कुमार श्रेष्ठ तपाईँहरू यही रमाइलो छ वर्षको अब यही टाइमतिर अलि रमझम हुन्छ मेला सेला अब टेन्सन हुन्छ ग्राउन्ड चाहिँ राम्रै रहेछ यो घाँसको यो डल्लो डल्लो झिक्दियो भने चाहिँ हेर्न सकिन्न खोइ के हो भने एन्फाले बिस्तारै बिस्तारै गर्छ होला हेरौँ बजेट राम्रो आएन राम्रो विदेशी आइएनजिओलाई ठ्याम्म समातेदेखि बनाइदिन्छ त्यसले हाम्रो गोल नेपाल ए लमजुङ स्पोर्ट्स सरी तिमीहरूको भाइले भनिरहेको थियो तिमीहरूको त गजब छ अरे त पुरा फलोइङहरू म दाइहरूलाई भेट्छु भनेर आज एकदम सौभाग्य भयो होइन मनाङमा एकदम यहाँ आएर थाहा भएको दाइहरू आउनु भएको छ भनेर हो र म 3 दिन अगाडि कन्फर्म भयो म लास्टमा कन्फर्म भयो त्यही त नि आवास दाई अनि अमन दाइहरू आउँदैछ भने एकदम खुसी लाग्यो एकदम मिठो समय स्पेन्ड गर्नु मन थियो अझै माथितिर ऊ माथि पनि खिच्ने होला नि यो के तिमीहरूकैमा छ
के छ रे नाम? लमजुङ स्पोर्ट्स छ के अरे फेसबुकमा अनि युट्युबमा चाहिँ खनाल सुनिल मेरो आफ्नै नाममा चाहिँ। ओके च्यानलै अनि यो त्यसमै आएको हो? हजुर ओ नाइस सही गर्दा यति भयो नि आयो त भयो त यार यहाँ त अलि नेटवर्कले समस्या दिइरहेछ दाइ ए वाइफाई अझै राम्रो हो नि अझै राम्रो क्वालिटीमा देखाउन सकिन्थ्यो नत्र एक रेकर्ड हान्ने अनि पछि हाल्ने पनि भयो नि ए हाम्रो चाहिँ अलिकति लाइभ नै खोज्छ लाइभ हाल्ने अर्को क्यामेराले रेकर्ड हान्ने हैन होइन लाइभ चाहिँ अब तिम्रो जस्तो यो आइफोन हैन लाइभ चाहिँ त्यसले हान्न किनभने क्वालिटी लाइभको त्यही हुन्छ आइफोनले रेकर्ड हान्न लाइभलाई लाइभ भइसकेपछि रोकिदेऊ हैन अनि फुल भिडियो भनेर हालिदिने भयो क्या त्यो एचडी क्वालिटी खतरा सिकाउँछ नि म यहाँ मेरो जुगाड कस्तो छ यहाँ मेमोरी कार्ड भरिन्छ होइन 15 मिनटमा आइछ अब है राति त्यो क्यामेराको भाइलाई मैले पेन ड्राइभ ल्याएको त्यसमा कपी गर्न लाएर यसमा फेरि ल्याएको के हल्का रमाइलो अहिले भेटौँ ला सकाएर भेट न है ल अहिले भाइहरूलाई भेट्नु लमजुङ स्पोर्ट्स ल गेम पछि भेट ल हाम्रो लमजुङ दिस इज द एनर्जी स्पोर्ट्स ब्रोडकास्टमा द्याट आई टक अबाउट सिसन द्याट टक्स अबाउट याद हामी यार जिन्दगीमा यहाँ खेल्ने हो कि यसरी खेल्ने हो कि टक्क हिमचितुवा याक लाएर 5 नम्बरको जर्सी लाएर खेलियो सुरुको 7 मिनटमा फाँक भएर निस्केर ओ यस्तो खतरा खेल्ने हुँदो रहेछ तपाईँहरू हामी पुरा फाँक भइसकेको मान्छेहरू यस्तो मजा कन्ट्रोल गर्नुभयो पत्याएन है मैले भन्नु होला ल इन्जोय द भ्यू यहाँदेखि गरौँ है त बादल लाग्छ कहिले बादल हट्छ ध्रुव तिवारी विधान तामाङ अलमोस्ट म सेन्टरमा विधान तामाङ हेर्नु त कस्तो दामी सर्ट दिनुभयो तपाईँले मलाई सन्तोष बुढा मगर दिपेन्द्र कुमार गैरे गेम खेल्ने फेरि भलाक गर्ने अस्मिता खै त गइसक्यो मेरो ब्यागमा छ कति बहिनीहरू त्यो उसको नोट्सहरू के भयो गेम जित्यो हेलो हेलो बाई बाई बोल्दो रहेछ हामीलाई गिटार देऊ न अन्जन गिटार लाग्ने हो झन् टेन्ट सेन्ट निकालिएको छ ल भोलि भेटौँ ला भन्नु ओ मेरो डन भाइ कहिले फेरि भन न बाई बाई हाम्रो लास्ट गेममा कति गोल भयो 4 लास्ट गोल अनिलको त यस्तो कम्बो मिल्यो भने हाम्रो ल सक्यो 2 गेम खेल्यो अब गोइङ टु इट बाई बाई छोरो बाई बाई ल हेर्न पाएन बहिनी बिचराको त्यो 20 रुपैयाँ हरायो भन्छ द बेस्ट थिङ इज सबजना पुरा फैलिएर बसेर यस्तो टक्क तातो पनि खाने प्लेट अब यहाँबाट हामी 1 घन्टाको राइडमा कहाँ जान्छौँ दाइ हामी चामे चामेमा स्टे हो आज सही आजको बसेर चामे भोलि हाम्रो रेस्ट डे साइट सिइङ हैन मजा चाहिँ गर्नुपर्छ आज बर्नाट मजेस्टिक मनाङको मजेस्टिक काउहरू टुनुङ टुनुङ गर्दै किन सारको गाडी दिस इज अ फ्यामिली कति क्युट हो
Oh, this is the car. मेरो सामान छ कस्तो दामी Why is it so pretty? So we're moving now. जाँदैछौँ हामी यहाँबाट ल शान्ति जस्तो बहिनी म कसम हजुरहरू गाडी गयो भने होइन अनि दाइहरू जानुभयो भनेर यसो हेरे त ठ्याक्क हजुर जस्तै मान्छे लगाइराखेँ अरू कुनै घर जानु पर्दैन नि घोडा 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 चलिरहेछ थर्टीमा पनि village like place के थियो वाउ खुला मैला कस्तो चलाइरहेछ चिसो भएर त्यो प्रपरली इज या फिल्टर कस्तो दामी घोडा देख्यो घोडा the mountain मात्र मागिस ब्याट्री राति खिच्नुपर्छ सो राख्छु म